हेलो हेलो साथीहरू, नयाँ वर्ष 2083 सालको सबैजनालाई धेरै धेरै शुभकामना। ह्याप्पी न्यू इयर। आज चाहिँ हामी कतै जान भनेर निक्लिसकेका छौँ। यहाँ हेर न, स्कुटीमा अट्टी नअट्टी परेर नानीहरू बसिरहेछन् पुरै। अनि यहाँदेखि पनि हामी निक्लिसक्यौँ। अनि यहाँ भेला भयौँ। अनि कोही स्कुटीमा, कोही सफारीमा जाँदैछौँ। यो चाहिँ उर्लाबारी चोकदेखि चाहिँ हामी माथि जाँदैछौँ। अनि सफारीमा पनि सबैजना अटिँदैन, अनि स्कुटीमा पनि सबैजना नअटेको हुँदा ठुलो मम्मीहरूले नानीहरूलाई लिएर सफारीमा आउँदै हुनुहुन्छ। अनि म, नानी, दिदी चाहिँ अहिले स्कुटीमा जाँदैछौँ। अनि हामी चाहिँ अलिक अगाडि छौँ। दिदी भिनाजु, नानीहरू, ठुलो मम्मीहरू चाहिँ पछाडि सफारीमा आउँदै हुनुहुन्छ। अनि अहिले हामी मधुमला चोक पनि आइपुग्यौँ। म त यतातिर आएको पनि थिइनँ, फर्स्ट टाइमै हो म यता मधुमल्लातिर आएको चाहिँ। अहिले चाहिँ हामी मधुमल्ला चोकदेखि पनि माथितिरै जाँदैछौँ। जान चाहिँ अहिले हामी कहाँ गएको भने खुडी भन्ने ठाउँ गएको। जान चाहिँ अब कस्तो छ के छ त्यो चाहिँ थाहा भएन। फर्स्ट टाइम गएको। दिदी त पहिले पनि जानुभएको थियो अरे, अनि दिदीले नै लिएर जाँदै हुन्छ अघि। अनि म, नानीहरू चाहिँ फर्स्ट टाइम हो, गएको थिएनौँ क्या जान चाहिँ। यतातिर त म आएकै छुइनँ क्या यतातिर। अब त्यस्तो केही कामै पर्दैन यतातिर आउने, त्यही भएर पनि होला। अनि अहिले चाहिँ नयाँ सालमा नयाँ ठाउँ जाउँ न त भनेर अनि जाँदैछौँ। यहाँ चाहिँ अहिले केही खानेकुरा पनि किन्यौँ। अब नानीहरू लिएर हिँडिसकेपछि खानेकुरा त चाहियो। अनि यहाँ त हेर न, कति हरियाली भइरहेछ, कति हरियाली रहेछ। यतातिर त मकैहरू पनि केही नभएको के। अस्तिको असिना पानी यतातिर त परेन छ कि क्या पनि। हाम्रोतिर त असिनाले मकै सबै सकेको छ, केही पो छैन त डन्ठीदेखि बिच त। यतातिर त केही भएको रहन्छ क्या। छिमले मकै छ तर पनि केही नभएको। अहिले चाहिँ हामी यता के भन्छ त्यो हरियाली पार गर्दै अहिले चाहिँ हामी यता खुडीको छेउछाउै पुगिसक्यो भनौँ न। हेर्नु न कस्तो हरियाली देखिरहेछ, पाहाडहरू कस्तो मजाले। अनि बाटो पनि राम्रो रहेछ क्या, यता जाने बाटो पनि, खुडी जाने बाटो पनि राम्रो रहेछ। सबै पिच गर्नुभएको रहेछ यतातिर। अनि अहिले चाहिँ हामी आइपुग्यौँ खुडी। हामी चाहिँ आइपुग्यौँ। ठुलो मम्मीहरू चाहिँ आइपुग्नु भएकै छैन। हामी आएको 10-15 मिनट पछाडि ठुलो मम्मीहरू पनि आइपुग्नु भयो। 10-15 मिनट भइसकेपछि चाहिँ हामी यहाँ पर्खिरहेको छौँ। अनि 10-15 मिनट भयो। अनि 10-15 मिनट पछाडि चाहिँ ठुलो मम्मीहरू पनि सफारीमा आउनुभयो। अनि आइपुग्नु भयो। अनि त्यहाँदेखि चाहिँ अहिले हामी जाँदैछौँ सबैतिर यताउता हेर्दै। हरियाली पाहाडको फेदैमा रहेछ र चाहिँ फेदैमा पुग्नु पर्दो रहेछ। पुग्न चाहिँ यहाँ मेरो छोरी पुरा सोचेर जाँदैछिन्। उहाँ माया पनि गर्दैछिन् झोलुङ्गे पुलमा चढ्नलाई। यहाँ झोलुङ्गे पुल रहेछ, लामै रहेछ झोलुङ्गे पुल पनि। अनि यहाँ मेरो छोरी अघि सर्दैछिन्। फर्स्ट टाइम हो उसको पनि झोलुङ्गे पुलमा। पहिले सानी थिइन् एकचोटि कोही कता झोलुङ्गे पुलमा जाँदाखेरि। अनि उसलाई चाहिँ डर लागेर फेरि उहाँदेखि उता जानै सकेन डरले फेरि। अनि हेर्दैछिन् उता साथीहरू, दिदीहरू सबैजना गइहाल्यो उसका दिदीहरू। अनि भरे मैले लिएर हिँडेँ। मसँग पनि जानलाई डराउँदै हाँस्दै, डरले भए पनि हाँस्दै उर्दै गर्दै भए पनि जाँदैछिन्। हामी मामा छोरी चाहिँ जाँदैछौँ। अनि पारिपट्टि यस्तो रहेछ, कतिजना आउनुभएको क्या नानीहरू लिएर, बच्चाहरूलाई घुमाउन होला। अनि रमाइलो रहेछ ठाउँ, चिसो ठाउँ रहेछ। अनि सबैजना आउनुभयो। अनि त्यस पछाडि यताउता हामीले यताउता घुम्यौँ। अनि हामीले के खानेकुराहरू लिएर आएका थियौँ नि त। अनि यता यी नानीहरू पनि जाँदैछन्। पुरा उनीहरूलाई पनि खुसी भयो नि त, नयाँ ठाउँमा अलिक चिसो छ। अनि अहिले चाहिँ हामी के खानेकुराहरू यहाँ अब चटपटेहरू बनाउने भनेर बसिसकेका छौँ। कसले के काट्ने, कसले के गर्ने। अनि यहाँनिर आलु तास्दैछु म चाहिँ। दिदीहरू यहाँ भुजाहरू निकाल्दै हुनुहुन्छ। कोही केटाकेटी के बिस्कुट खाँदै रमाइलो पो भइरहेको थियो। अनि यताउता गरेर हामीले चटपटे बनाउँदैछौँ अहिले चाहिँ। अब केटाकेटीलाई पनि त भोक लाग्यो, डुलेर मात्रै भएन।
अनि त्यस पछाडि चटपटे बनायौँ बरु यहाँ स्प्राइट पनि रहेका थियौँ। स्प्राइट पनि यहाँ आमा छोरी देखाउँदैछौँ, हामी चाहिँ यहाँ स्प्राइट खाँदैछौँ भनेर। अनि स्प्राइट खायौँ, चटपटे खायौँ। छोरीले हेर्नु कति मजाले खाँदैछन्, म चाहिँ यहाँ चटपटे देखाउँदैछु। अनि यताउता घुम्यौँ ओर्यौँ चटपटे खाइसकेर। अनि त्यस पछाडि खरबुजा पनि खायौँ, खरबुजा पनि लिएर गएका थियौँ। चिसो चिसो भनेर लगेको, के उहाँ पुग्दा त के चिसो मात्रै भइराख्नु र। अनि त्यहाँदेखि उता माथि जाने ठाउँ रहेछ, जाने ठाउँ त रहेछ नि, तर के गर्नु हामी त जान पनि सकेनौँ नानीहरू लिएर गइसकेपछि। अनि यताउता घुम्यौँ ओर्यौँ। अनि त्यहाँदेखि अहिले हामी फर्क्यौँ, यहाँदेखि चाहिँ अहिले हामी फर्किसक्यौँ।